नमस्कार, म गिरिजा प्रसाद भट्टराई। आज हामी चिम्नोली गाउँपालिकाको पालिका फिल्डमा छौँ। हामीसँग हुनुहुन्छ मेरो सहकर्मी साथी हुनुहुन्छ। उहाँको परिचय उहाँबाट स्टार्ट गराउँछ। ल धन्यवाद गिरिजा सर। म अब्देश दास, मेरो घर चाहिँ सर्लाही जिल्ला हरिपुरवा नगरपालिका वडा नम्बर 6 मा अवस्थित छ। म हाल कार्यरत चुम्लुबडी गाउँपालिकाको वडा नम्बर 7 छेकम्पार स्वास्थ्य चौकीमा विगत 3 वर्ष 10 महिनादेखि कार्यरत छु र हालसम्म पनि त्यही स्वास्थ्य चौकीमा कार्यरत छु सर। 3 वर्ष छेकम्पारमै हुनुहुन्छ? हजुर, छेकम्पारमै। 3 वर्ष भनेपछि छेकम्पारमै बसिरहँदाखेरि त्यहाँको अनुभव कस्तो भइरहेको छ? सुरुमा अब हामी तराईतिरको मान्छे सर, हामी पुरै समथरमा बाइक घुडाएर बसेको मान्छे। यहाँ 81 यस्तो विकटमा काम गर्न आउँदाखेरि सुरुमा पक्कै हो कि गाह्रो नै भयो होला मलाई। अनि त्यो गाह्रोलाई मैले एउटा मौकाको रूपमा लिएँ सर। किनभने त्यो बेला हामी एउटा मौका किन लियो भने हामी जे भए पनि हामी त नेपालमै काम गरेछौँ, हामी विदेशमा त छैनौँ। जे भए पनि चुम्लुबी गाउँपालिका गोर्खा भनेको हामीले नेपालको एउटा भाग त हो भनेर त्यसलाई मौकाको रूपमा लिएर मैले त्यसमा आफैलाई मोटिभेट गरेर मैले चुम्लुबडी गाउँपालिकामा कुनै बेला डिमोटिभेट भए पनि आफैलाई बुझाएर मैले चुम्लुबडी गाउँपालिकामा त्यो छेकम्पारमा आफैले मोटिभेट गरेर त्यो बसेको छु सर। अनि अहिलेसम्म जे होस् अहिलेको बसाइ राम्रै हो। 3 वर्षको जुन कार्यकाल सकिँदै गर्दाखेरि अब तपाईँ आउँदै कहिलेसम्म बस्नुहुन्छ अझै पनि थाहा छैन। बस्दै गर्दाखेरि कहिलेकाहीँ यो ठाउँमा भन्दा त बरु तकदिरै गएर बस्ने अर्को गाउँ भन्ने त्यस्तो चाहिँ कहिलेकाहीँ भाव आएन सर? कहिलेकाहीँ पक्कै हो सर। किनभने हामी तराईतिरको मान्छे यस्तो दुर्गम ठाउँमा 2 दिन हिँडेर जानुपर्छ हाम्रो गाउँपालिकाबाट। पहिला त हामी नियुक्ति लिने बेला दोभानबाटै नै हिँडेर आउनु पर्थ्यो। 1 दिन पालिका पुगेर त्यसपछि यहाँबाट 2 दिन हिँडेर हामी कार्यक्षेत्रमा पुग्छौँ, हामी कर्मभूमिमा पुग्थ्यौँ। त्यो बेला साह्रै गाह्रो भयो थियो र अहिले पनि अब पारिवारिक विभिन्न पारिवारिक स्थितिको कारणले गर्दा बेला बेलामा तलैतिर सरुवा गरौँ यस्तो फिल त हुन्छ। तर हाम्रो अहिले अन्तर प्रदेश सरुवाको व्यवस्था नभएको कारण, किनभने म प्रदेशको नियुक्ति हुने, अन्तर प्रदेश सरुवा नभएको व्यवस्थाको कारण हामी अहिले तत्काल अहिले माथितिर नै बसौँ जस्तो फिल भएछ। किनभने पछि अन्तर प्रदेश सरुवा आयो भने एकैचोटि आफ्नै प्रदेश नम्बर 2 मा मध्य प्रदेशमा नै जाम भन्ने मानसिकताको साथ त्यताको भूगोल, त्यताको वातावरण, त्यताको कल्चर हेर्ने हो भने कति डिफ्रेन्ट लाग्छ सर? तपाईँ तराईको मान्छे, पुरै फरक छ सर। पुरै फरक छ। किनभने त्यहाँ हाम्रो तराई भनेको एउटा भूगोलको हिसाबले पनि, भाषा, सांस्कृतिक सबै हिसाबले पुरै टोटली नै डिफ्रेन्ट छ। किनभने हामी गोर्खाको त्यो पनि अप्पर हिमाली एरिया हो। त्यहाँ बस्ने भनेको सबै लामाहरू हुन्छ। त्यहाँको छुट्टै धर्म छ। लामा भनेको प्रायः बौद्ध धर्म मान्नुहुन्छ उहाँहरू। जात छुट्टै भइहाल्यो, उहाँको छुट्टै कल्चर छ, आफ्नै भाषा छ उहाँको। हरेक कुरा नै फरक पर्छ सर हाम्रो। त्यसैले हामीलाई सुरुमा त गाह्रो नै भयो थियो, के हुन्छ कस्तो हुन्छ, बस्न सक्दैन कि सक्दैन। तर बिस्तारै सिक्दै गयो, बानी पर्दै गयो। अहिले ठिकै छ सर। यहाँदेखि घर जानु पर्दा र घरबाटै आउँदाखेरि कति टाइम लाग्छ सर? जस्तै यहाँदेखि घर पुग्दाखेरि कति टाइम लाग्छ तपाईँलाई? सर त्यो हाम्रो खासमा उताबाट झर्दाखेरि 1 दिन पुरै हिँड्नुपर्छ। छेकम्पारदेखि पालिका गाउँपालिका चुम्लुबडी गाउँपालिका श्रीनिवाससम्म आइपुग्न ठ्याक्कै 1 दिनमा आइपुग्छौँ। पहिला त 1.5 दिन नै लाग्थ्यो। किनभने पहिला अब हिँड्ने बानी पनि नभएर पनि हुनसक्छ। त्यसले गर्दा पनि हो सुरुमा पहिलो वर्ष जागिरको पहिलो वर्षमा, पछि यो 2 वर्ष 2.5 वर्षदेखि बियोस 1 दिनमै आइपुग्छौँ। अहिले हिँड्ने बानी भएर पनि होला। अनि 1 दिनमा पालिका आइपुग्छौँ। पालिकाबाट त्यही अर्को दिनमा गोर्खा, अनि अर्को दिनमा गोर्खादेखि घर पुगिन्छ। 3 दिनमा पुगिन्छ सर। पुगिन्छ। सर्लाही जिल्ला सर्लाही। घरको जेठो छोरा? म घरको जेठो छोरा। हामी 2 दाजुभाइ 2 दिदीबहिनी हुनुहुन्छ। म जेठो छोरा, अर्को भाइ पनि हुनुहुन्छ। भाइ पनि यही गोर्खा जिल्लामा अजिरकोट गाउँपालिकामा हेल्थ असिस्टेन्ट पदमा कार्यरत हुनुहुन्छ। लोकसेवा हामी सँगै अयबामा सुरुमा सँगै जागिर खाएको 2 भाइ। म चुम्लुबडी गाउँपालिका, मेरो जागिर चुम्लुबडी गाउँपालिकामा सिफारिस पाएँ।
अनि मेरो भाइ चाहिँ सुरुमा माछाखोला गाउँपालिका सरी धार्चे गाउँपालिका माछाखोला भन्ने ठाउँमा स्वास्थ्य योगीमा सिफारिस हुनुभयो। त्यसपछि भाइले पछि हेमा सिफारिस भएर अहिले जितकोट गाउँपालिकामा हुनुहुन्छ। दुई भाइ सँगै पढ्नु भएको छ? मैले खासमा यो चाहिँ म भाइभन्दा 1 साल सिनियर हो। सिनियर जेठोमा त 2 साल जेठो म छु भाइभन्दा। तर म यता +2 पढ्न लागेँ, पछि 1 वर्ष ढिलो यो चाहिँ पढेर भाइ 1 वर्ष जुनियर मात्र हुनुहुन्छ। यिनीसँग 1 वर्षको फरक मात्र हो। लोकसेवा यस्तो भयो भने हामी 75 सालमा पास आउट हो। यो चाहिँ 75 सालमा पास आउट भएपछि ठ्याक्कै त्यो बेला समायोजनको कारण हाम्रो 1-2 वर्ष नै 1.5 वर्ष जति दागिने के भन्छ लोकसेवा नै खुलेन। अब लोकसेवा नै बन्द भयो। त्यो बन्दको कारण हामीले त्यो बेला करारमा पनि मैले करारमा पनि काम गरेँ दोलखा जिल्लामा। त्यो 1.5 वर्ष जति त्यहाँ काम गरेँ। त्यसपछि यता बागमती प्रदेशले अनि गण्डकी प्रदेशले प्रदेश लोकसेवा खोलेको बेला हामी यतातिर फर्म भयो अनि जागिर भयो। यो तपाईँले स्कुल लाइफदेखि र कलेज लाइफदेखि यो लोकसेवा पुग्दाखेरि त्यो अनुभव अलिकति सुनाइदिनु न सर, त्यो दुःख त्यो अनुभव। हस्, धन्यवाद। यस्तो छ, हामी एउटा मध्यम वर्ग भन्दा पनि गरिब फ्यामिली भनौँ, गरिब फ्यामिलीको हुर्केको हामी समाजमा हुने के भन्छ फ्यामिलीमा हुर्केको मान्छे हो। म 2 भाइ नै भनौँ न। त्यो बेला साह्रै गाह्रो थियो। एउटा बाहिर पढ्ने पनि स्थिति थिएन हाम्रो खासमा। त्यो के भन्छ एसएलसी लेभल त हामी 70 सालमा पास आउट थियो। त्यो बेला एसएलसी नै थियो। अहिले त एससी आइसकेछ। त्यो बेला एसएलसी पास आउट गरेर हामी फर्दर एजुकेसन पढ्न सक्दैन जस्तो फिल भयो थियो सुरुमा। तर मेरो मेजर मैथ एकदमै राम्रो थियो। मेजर मैथमै मेरो एसएलसीमा लगभग 90 क्रस दुईटै मैथमा आएको थियो। अनि म टिचर बनौँ कि जस्तो फिल भएको थियो सुरुमा। टिचर पेसातिर जान्थ्यो भनेर सुरुमै म्याथको टिचर बन्छु भनेर त्यो म्याथको टिचर बन्छु भनेर मैले +2 मा जोइन गरेँ। अनि +2 11-12 मेजर मैथ लिएर पढेँ। अनि 11-12 पढेर अनि त्यसपछि 11 पढेँ। त्यसपछि 12 क्लासमा हुँदाखेरि अब यो चाहिँको स्कलरसिप पनि हुँदो रहेछ जस्तो कुराहरू सुनेँ साथीहरूबाट। सुरुमा त केही पनि थाहा थिएन मलाई। त्यो अनुभव पनि गाउँमा पनि बसेको थियो। अनि यो सबै कुरा थाहा हुँदैन नि। अनि त्यो बेला त्यसपछि थाहा हो कि स्कुल अफ हेल्थ साइन्स भरतपुर चितवनमा स्कलरसिप हुँदो रहेछ अरे। अनि त्यसमा त्यो कुरा थाहा भएन बित्तिकै मैले बरु अब टेक्निकल लाइन हो, अब एउटा गरिब फ्यामिलीमा जन्मेको मान्छे बरु टेक्निकल पढ्यो भने चाँडै जागिर खाइन्छ कि भन्ने सोचले मैले टेक्निकल नै पढेको राम्रो हुन्छ भनेर टेक्निकल रोजेँ। अनि फर्म पनि भरेँ। अनि यो फर्म भरेपछि स्कलरसिपमै नाम आयो मेरो। अनि स्कलरसिपमा नाम आएपछि अब पढिहालौँ न भनेर एचए पढेँ। अनि एचए पढेपछि त्यही एचए पढेँ। त्यही सँगसँगै अब भाइले पनि एसएलसी दिएपछि म उसलाई पनि स्कलरसिपमा त्यो फर्म भर्न लाग्यो। उसको पनि नाम निस्क्यो। अनि उसले पनि स्कलरसिप सँगसँगै पढेँ। अनि मेरो पढाइ भनेको स्कुल अफ हेल्थ साइन्स चितवन भरतपुरबाट भयो। अनि भाइले चाहिँ उता निर्वाह स्कलरसिप के भन्छ त्योबाट छुट्टै जनकपुरबाट उहाँ पाउनुभयो स्कलरसिप। अनि जनकपुरबाट पढ्नुभयो। अनि त्यति जोस यो चाहिँ पढ्दाखेरि पनि धेरै कुराहरूको सामना गर्नु पर्यो आर्थिक रूपले पनि। अब घरमा कोही हुन्न। अब पैसाको लागि 5,000 10,000 रुम भाडादेखि लिएर अरू कुराहरू म्यानेजमेन्ट गर्न पनि सुरुमा गाह्रै भएको थियो। किनभने बुवा किसान हुनुहुन्छ। पैसाको स्रोत केही पनि थिएन। सकुभर न्यून 0 नै भनौँ पैसाको स्रोत। किनभने हामीतिर तराईतिर के हुन्छ भने खेतीलाई प्राथमिकता दिन्छ नि। अनि यतातिरको मान्छे प्रायः तराईतिरको मान्छेसँग धेरै खेत हुन्छ, जग्गा जमिन धेरै हुन्छ सोच्छ नि। मसँग त्यस्तो पनि थिएन क्या। मेरो बुवासँग बढीमा 6-7 कट्ठा खेत थियो। त्यो पनि 6-7 कट्ठा। अनि 5-6 दूर घराडी भनेको धेरै थोरै हो, त्यसलाई बुझिन्छ क्या हाम्रो तराईतिर। अनि त्यो भएको कारण अब स्रोत पनि केही नभएको कारण अब कतैबाट यताउतै कतै भिराजुले कतै दिदीले पैसाहरू पठाएर बिस्तारै यो पढ्दै गए। अनि भाइले पनि उता बरु ट्युसन पनि खोलेर अन्त्यबाट पनि पैसा म्यानेजमेन्ट गर्नुहुन्थ्यो। त्यो बिस्तारै पढ्दै गए। अनि जस्तो त्यहाँबाट के सिक्यो भने गर्दै जाँदाखेरि जे पनि गर्न नसक्ने केही पनि छैन जस्तो फिल भयो। अनि बिस्तारै जो गर्दै गयो भने त्यो पढ्न पनि पढियो।
अनि चाहिँ पास हुने बित्तिकै अब त्यसपछि त्यही मैले तपाईँले अघि नै भनिसकेँ त्यो समायोजनको कारण लोकसेवा बन्द भएको थियो। अनि त्यसपछि मैले करारको जागिर खाएँ दोलखा जिल्लाबाट पिएससीमा लगभग 1.5 साल जति हेल्थ एसिस्टेन्सको रूपमा पनि काम गरेँ। अनि त्यहाँबाट आम्दानीको स्रोत बिस्तारै जिर्दै गयो। अनि पछि फेरि अब लोकसेवा खुल्ने बेला ठ्याक्कै त्यसको पनि छुट्टी कहानी छ। मैले जनकपुर लोकसेवाको तयारी गरेको 2 भाइ एउटै कुटामा बसेको थिएँ। अनि एउटा साह्रै मार्मिक कहानी के छ भने मैले ठ्याक्कै सुरुमै बागमती प्रदेशमा सुरुमा एचएको विज्ञापन गरेको थियो। अनि 50वटा सिट खोल्दै थियो त्यो बेला। अनि त्यो बेला ठ्याक्कै पहिलोचोटिमै एचएमा नाम निस्क्यो, लिखितमा नाम आयो। अनि त्यसपछि अब त्यो बेला मैले के गरेको थिएँ भने त्यो लोकसेवाको कारण दोलखाको जागिर पनि छोडेँ क्या। अब लोकसेवा खुल्न लागिसक्यो, अब करार तयारी गर्छु। अब करारको जागिर सधैँ खाएर बस्न सक्दैन, करार भनेको त्यस्तै हो, कुन दिन फेरि जान्छ भनेर डरले। अनि यस सङ्घर्षलाई जारी राख्दै बरु हामी लोकसेवा 2 भाइ मिलेर एउटा कोठा लिए जनकपुरतिर। अनि 2 भाइ मजाले पढेँ क्या। अनि पढ्ने बेला तयारी पनि एकदमै राम्रो भयो 2 भाइकै। अनि त्यो बेला अब ठ्याक्कै विज्ञापनहरू आउन लाग्यो। अनि त्यो एचएको सुरुमा अयबको विज्ञापन आयो क्या, विज्ञापन प्रदेश लोकसेवाबाट। अनि त्यो बेला अयबको इक्जाम बिग्रेर मेरो नाम आएन। त्यसपछि एचएको पनि इक्जाम दिएको थिएँ, त्यसमा एचएमा नाम आयो क्या। अनि एचएमा नाम आएपछि मैले 2 भाइ होस् हाम्रो परिवार नै पुरै हर्षोल्लासको साथ पुरै खुसी हुनुभएको थियो सबैजना। पहिलोचोटि जागिर के भन्छ नाम आएछ, अब इन्टरभ्यूमा के हुन्छ भने त्यो छुट्टै पछिको कुरा हो। तर अब नाम निस्किन्छ भन्ने सबैलाई होप थियो क्या। तर के भइदियो भने सर त्यो बेला मेरो अन्तर्वार्ता पनि ठिकै गएको थियो। अब एकदमै राम्रो पनि गएन, जस ठिकै गएको थियो तापनि होप त थियो कि जागिर हुन्छ भनेर। तर ठ्याक्कै अन्तर्वार्तामा फाल्यो। अनि त्यो बेला फर्स्टचोटि म रोएँ थिएँ क्या। अनि किन रोएँ भने त्यो बेला ठ्याक्कै फ्यामिलीको धेरै याद आयो क्या। किनभने अब मैले नाम निकाल्न सकेन भने अब के हुन्छ होला फ्यामिलीमा, अब पछि गर्न सक्छु कि गर्न सक्दैन त्यस्तो फिल भयो। तर पछि आमा बुवा भन्ने कुरा के हुन्छ सर भने तपाईँ जति खराब सिचुएसनमा हुनुहोस्, तपाईँले आमा बुवाले तपाईँले कहिले पनि डिमोरलाइज हुन दिँदैन क्या। सकभर त्यसलाई सपोर्ट नै गर्छ क्या। योचोटि भएन भने के भयो, अर्कोचोटि भइहाल्छ नि भनेर धेरै सपोर्ट गर्नुभयो दिदीले। अनि भेनाजुहरूले फोन गर्नुभयो केही हुन्न, अब तपाईँहरू 2 जना ट्यालेन्ट विद्यार्थी हुनुहुन्छ, बिस्तारै पढ्दै जानु हुन्छ नि, कि योचोटि भएन अर्कोचोटि भइहाल्छ नि भनेर होपको साथ फेरि त्योचोटि मलाई जहाँसम्म याद छ म 2 भाइ नै रोएको थिएँ क्या एउटै कोठामा बसेर क्या। पुरै डिमोरलाइज भयो क्या। अनि सेकेन्डचोटि पनि त्यही भइदियो क्या। सेकेन्डचोटि पनि कमलेशको नाम आयो, गण्डकी प्रदेशमा आयो त्यो प्रदेशको छुट्टै आयो त्यो 4-5वटा सिट, त्यसमा नाम आयो। अनि भाइको पनि त्यस्तै भइदियो क्या। फेरि लिखितमा खुल्लामा देशी दलितमा नाम आयो, इन्टरभ्यूमा ठ्याक्कै फाल्यो क्या। अनि त्यो बेला त झनै के भयो कि यो हामी 2 भाइसँगै यस्तो किन भन्नु लागेको जस्तो फिल भयो क्या। अनि त्यसपछि पनि त्यही फ्यामिली सपोर्ट पुरै भयो, केही हुन्न योपालि लोकसेवा भनेको यस्तै हुन्छ, अनि बिस्तारै भइहाल्छ नि, पढ्दै गर भन्नुभयो। अनि हामीहरू फेरि पढ्दै गऱ्यौँ, पढाइ छोडेन कि फेरि जोस् फेरि सबै कुरा छोडेर पढाइतिर लागेँ। यति पनि याद छ कि मैले 2 भाइ जोस् 2-3 बजे रात कति कुन बेला हुन्छ थाहा हुँदैन क्या। कहिलेकाहीँ 12 बजे पनि खाना खान्थ्यो क्या हामी सब 2 जना। 12 पनि बज्थ्यो, 1 बज्थ्यो क्या रातिको, त्यो बेला खाना खान्थ्यो क्या। अनि खाजासाजा त खाँदैन थिएँ, 2 चोटि खाना खान्थेँ, दिनको 12 बजे रातको 12 बजे क्या। अनि काम केही हुँदैन थियो, पढ्ने मात्र क्या। अनि पढेको भने त्यो बेला मलाई जहाँसम्म लाग्छ यस्तो तयारी भएको थियो लोकसेवाको 2-3टा बुक मध्ये जहाँबाट क्वेसन आए पनि भन्ने खालको क्या, त्यस्तो पुरै तयारी भएको थियो क्या। समलेसन कुरा काट्यौँ, तपाईँको यो मधेसतिर मधेसी स्टुडेन्टहरू जुन हुनुहुन्छ नि, धेरै पढ्नाइमै ध्यान दिने र धेरै ट्यालेन्ट हुने र हरेक ठाउँमा मधेस नै अगाडि आउनु, त्यो रहस्य चाहिँ के रहेछ सर? यति धेरै ट्यालेन्ट हुन बस्नबाट सर म त्यता जान्छ यो कुरा टुङ्गिन दिनु ल। त्यस बेला यो म अघिको कुरा अलिक सकाउनु ल सर। त्यसपछि अयबको ठ्याक्कै विज्ञापन आयो गण्डकीको, अनि 2 भाइकै ठ्याक्कै नाम आयो। 2 भाइ एकैचोटि सिफारिस भयो। त्यसपछि एकैचोटि सिफारिस भयो। अनि त्यसपछि त त्यस्तै भयो, कामको सिलसिलामै आइपुगेँ।
अर्को के सुन्नुभयो सर अहिले भर्खरै? त्यो दुई भाइ एकैचोटि लोकसेवामा नाम निकल्दै गर्दाखेरि हजुर हजुरको त्यो हर्ष र परिवारको त्यो त्यो हर्ष त्यही कस्तो त थियो? त्यो त अब छुट्टै खासमा हाम्रो टिचरहरू नै स्कुलको टिचरहरू नै बोलाएर सबै सम्मान गर्नुभएको थियो। अनि परिवार खुसी नहुने कुरै हुँदैन र आफू त खुसी हुने कुरै नहुने भयो। त्यो मजाले खुसी थियो परिवारमा सबै जस्तो सबै एकचोटिको त्यो बेलाको के हुन्छ भने जति दुःख गर्नु जति जे गरे पनि लाइफमा अनि एउटा त्यो सिफारिस पत्रको यति धेरै भइलो छ भने त्यो आएपछि तपाईँको पहिलाको सबै दुःख बिर्सिन्छ क्या, त्यस्तो फिल हो क्या। आफूले त्यत्रो दुःख गरेको एउटा सिफारिस पत्रले त्यो नाम आएकोमा सबै बिर्सियो क्या, त्यस्तो बिर्सिन्छ। दुःखहरू पनि बिर्सिँदो रहेछ त्यो सिफारिस त्यो सिफारिस पत्रको यस्तो हुँदो रहेछ। अनि जस्तै मैले अलिक सोधिरहेको थिएँ त्यो मधेसतिर मधेसी स्टुडेन्टहरू होइन यति धेरै ट्यालेन्ट हुने यति धेरै पढ्ने यति धेरै मेहनती हुने कारण चाहिँ के छ? यस्तो छ सर, अब मधेसतिर चाहिँ नभनौँ यो अब त्यो अहिले अलि लहर चलेछ मधेसतिर धेरै पढ्ने त्यस्तो भन्छ। पढ्नेमा अब तराईतिर मधेसतिर नेपालको जुनसुकै ठाउँमा पनि पढ्ने मान्छे अहिले हेर्नु न प्रमुख प्रशासकीय अधिकृतमा या ठुलो ठुलो पदहरूमा पनि सबै जिल्लाबाट यद्यपि सुदूरपश्चिमतिरको कर्णालीतिरको मान्छेहरू टन्नै नेपाली छन् होइन। त्यो भन्नाले मधेस र त्यो जाति र त्यो यो के भन्छ सम्प्रदाय या केही पनि त्यसले फरक पार्दैन खासमा यो पढाइ भन्ने कुरा। मधेसतिर अलि धेरै पढ्नुको कारण के हुनसक्छ मेरो विचारमा, पढ्न त सबै ठाउँको मान्छे पढ्छ, मधेसतिर अलि मध्यम वर्गको मान्छे पनि धेरै छ, अलि गरिबी पनि धेरै छ, अलिक पिछडिएको अनि अशिक्षा पनि धेरै छ अरू प्रदेशको तुलनामा। त्यो कर्णालीतिर पनि छ, सुदूरपश्चिमतिर छ, तर अलि मधेसतिर पपुलेसनको आधारमा अलि धेरै भए पनि शिक्षाको आधारमा अलिक पछाडि परेछ। अब त्यो पछाडि परेको कारण अब मान्छेहरूमा अलिक गरिबीको कारण पनि हुनसक्छ। गरिबीको कारणले पनि अब मान्छेहरूले लोकसेवातिर फोकस गर्छ कि लोकसेवा भन्ने टेक्निकलतिर धेरै फोकस गर्छ। हेर्नुहुन्छ होला अहिले त आएर अब के भन्छ प्रशासनतिर पनि आउन लाग्नु भएको छ सबैजना। तर त्यो सुरुमा टेक्निकलतिर जस्तै ओभरसियरहरू एचसीहरू पढ्ने अनि छिटै जागिर पाइन्छ नि, त्यो मध्यम वर्गको कारण एउटा गरिबीको कारण भने नि मैले, त्यो एउटा कारण भयो। अनि त्यो कारणले गर्दा तपाईँको के हुन्छ भने छिटो टेक्निकल पढेर अलि चाँडै जागिर पाउँछ भनेर अलि मजाले पढ्छ, अलि पढेपछि अलि जागिर पाइएको अहिले धेरै देखिएछ। त्यो हुनसक्छ एउटा कारण। अनि धेरै पढ्नु भनेको अब त्यो माइन्ड नै ट्यालेन्ट हुन्छ अनि यहाँको मान्छेको त्यस्तो हुन्छ, मधेसतिर पहाडतिरको हुँदैन, हिमालतिर त्यस्तो त हुँदैन सर। तपाईँले जस्तै अहिले तपाईँ स्वास्थ्य कर्मी हुनुहुन्छ, तपाईँको स्वास्थ्य कर्मी बाहेक अरू के रुचि? मैले यस्तो बन्न खोज्थेँ। म खासमा मलाई सधैँ सानैदेखि होला म के भन्छ 4 क्लासमा नै हुँदाखेरि मैले 4 क्लास मलाई जहाँसम्म याद छ 4 क्लासदेखि नै मलाई गीतप्रति अलिक धेरै इन्ट्रेस्ट थियो क्या। किनभने म 4 क्लासमै हुँदाखेरि म स्टेजमा गीत गाएको थिएँ सर। त्यो स्टेजमा मैथिली गीत गाएको थिएँ सर। मैथिली गीत मलाई आफै याद छैन क्या, तर म धेरै फुच्चे थिएँ क्या त्यो बेला। अनि त्यो बेला स्टेजमा गएर माइक समातेर गीत गाएको छु क्या। त्यो म अलिकति गुनगुनाएको अलिकति पुरै याद छैन, हल्का म अलि सुनाउन गएको छु। अनि मैथिली भाषामा छ, अलि बुझ्नु होला नि है। बिन्ती छै सब नेपाली भैया और भाई के, बिन्ती छै सब नेपाली भैया और भाई के हो, किया कन्बै छ तो सब नेपाल माई के, किया कन्बै छ तो सब नेपाल माई के। हस् धन्यवाद। यो खासमा बिन्ती भनेको अनुरोध गरेछ, बिन्ती छै सब नेपाली भैया और भाइको, सबै नेपाली दाजुभाइ बिन्ती छ, किया कन्वी छौ तु सब नेपाल माइके, नेपालमा तँलाई किन रुवाइरहेछ जस्तो कुरा भन्न खोजेछ। विभिन्न कारणले नेपाली टुक्का पनि गाउनुहुन्छ, नेपाली पनि कहिले काहीँ गाउनुहुन्छ। एउटा टुक्का सुनाउनु नेपाली। टुक्का भने गीत नहोला नेपाली। अब खासै याद त छैन सर, तर रुचि त छ। अब हजुरलाई जुन सजिलो लाग्छ जुन आउँछ होइन
एउटा सानो टुक्का सुनौ। मायाको डोली चढाई तिमीलाई लैजाउलानी, मायाको डोली चढाई तिमीलाई लैजाउलानी, बसौला सानै घरमा मै राजा तिमी रानी, बसौला सानै घरमा मै राजा तिमी रानी, तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी, तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी, बसौला सानै घरमा मै राजा तिमी रानी। हस् धन्यवाद। तपाईँलाई त प्रतिभै खाली हुनुपर्छ सर होइन? त्यही सर, अब अलि यो गीतप्रति मेरो सधैँ सानैदेखि अलि इन्ट्रेस्ट धेरै नै हो। किनभने रुचि भन्दा पनि रुचि भनौँ या मेरो खुनमै छ कि गीत। अलि राम्रो गीत आयो भने म त बस्नै सक्दैन, गाउनु भन्दा पनि सुनिहाल्छु अनि डुबिहाल्छु। चुम्नो गाउँपालिकाको यात्रा गर्दै गर्दा कति हिमाल देखिन्छन्, कति पहाड देखिन्छन्, कति खोला, कति नाला पर्नुपर्छ होइन? यो गर्दै गर्दाखेरि सर तपाईँलाई गीत गुनगुनाउन मन लाग्छ होला बाटोमा? अवश्य सर, अवश्य सर, अवश्य। गुनगुनाउनु भन्दा पनि मैले प्राय गीत सुन्ने बानी छ। गीत सुन्ने बानी, राति पनि अब गीत सुनिन्छ नि, पढ्ने बेला पनि प्राय गीत सुनेरै गीत सुन्ने अनि इन्जोय गरेर पढिन्थ्यो। अनि अब बाटोमा आउँदाखेरि पनि गीतप्रति इन्ट्रेस्ट भएको कारण मैले ती इयरफोनहरू लाउने या सानो गीत सुन्ने अनि हिँड्ने। त्यस्तो हुन्छ। हिँड्दाखेरि बाटो कतैको पनि थाहा हुँदैन, बाटोमा रमाइलो पनि भयो। बाटो हेरी अलि रिस्क बाटो छ भने त्यहाँ गीत सित नसुन्ने, चुप लागेर हिँड्ने। अलि ठिकै छ भने अलि सामान्य बाटोमा गीत सित सुन्दै आउने, त्यस्तो हुन्छ। ठिक छ। हाम्रो थोरै मिनेटको कुराहरूले हामीले रमाइलो लिएको छ, कुरा भएको छ। तपाईँले कस्तो लागिरहेको छ सर अन्तिममा? एकदमै साह्रै खुसी लाग्यो सर। हजुरले पनि अब एकदमै हाम्रो बाल्यकालदेखि लिएर सङ्घर्षको कुराहरू सोध्नुभयो, साह्रै खुसी लागेर। र यो पक्कै यो मैले सिकेको सामान्य सानोतिनो कुराबाट पनि अरूले केही सिकोस् भन्ने आशा छ। तपाईँको त्यो बचपनको सङ्घर्ष, त्यो दुःख, त्यो कहानीले गर्दाखेरि अरू मान्छेले सुन्दाखेरि मोटिभेट हुन्छ, उनीहरूले सिकोस् न, सिकोस्, मान्छेले गर्न सकेपछि नहुने पनि होइन रहेछ भन्ने कुरा थप्दै दास सरबाट सिक्नु पर्ने कुरा धेरै छ। प्रतिभाको खानी नै हो होइन? उहाँसँग गीत आउँछ, उहाँसँग गजल मुक्तक पनि आउँछ, तर अहिले हामीसँग टाइम कम भएर अहिले हामी अन्त्य गर्न चाहन्छौँ। उहाँसँगको फोटो भेटले एकदम खुसी छौँ हामी। क्यामराम्यानमा हुनुहुन्छ तिरिचा खड्का र म गिरिजा प्रसाद भट्टराई। तपाईँले युट्युब च्यानल गदरेज जिपी भट्टराई युट्युब च्यानल छ, प्लिज सेयर एन्ड सब्सक्राइब गर्न सक्नुहुन्छ।